वेलकम टु माई ब्लग। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। आज चाहिँ हाम्रो यात्रा चाहिँ अलि टाढाकै भएर हामी चाहिँ पाहाडतिर गइरहेछौँ है। पाहाडको डोटीतिर चाहिँ गइरहेछौँ सबैजना। ल हामी चाहिँ पाहाड गइरहेछौँ, छोरीले पनि भनिन्। ल अब चाहिँ हामी पाहाड जानुपर्ने गइरहेछौँ। सबैजनाले भ्लग हेरेर साथ दिनु होला है त। अब भिडियो यात्रा के कस्तो हुन्छ तपाईँहरूलाई सबै देखाउनेछौँ हामीहरू है। अहिले चाहिँ यस्तो ट्राफिक भिड छ। अहिले ठ्याक्कै हामीहरू चाहिँ अहिले त्यो गरी पुग्यौँ। अब अगाडिको दृश्यहरू के छ, पाहाडको माहौल चिसो छ कि गर्मी छ, हामी सबै कुराहरू चाहिँ यहाँ गर्नेछौँ है त। ल अहिले चाहिँ सुटिङ छ। अब हाम्रो पछाडि चाहिँ सबैजना हुनुहुन्छ, हाम्रो समीर सर हुनुहुन्छ, अनि आन्टी उता सासूमाम हुनुहुन्छ यता। ल छोरी के छ, सन्चै छेउ? कहाँ जाँदैछौ तिमी? हो, के गर्न हो र? ए आमा उता जानु भएको छ, आमालाई लिनु होइन? ए अनि उहाँ गएर के गर्छौ भन त तिमी? हाम्रो भिडियो हेर्दिनु होला, हामीहरुको भिडियो हेर्दिनु, लाइक कमेन्ट गरिदिनु होला, हेरेर भन। ल अहिले चाहिँ ठ्याक्क अहिले चाहिँ ठ्याक्क यस्तो देख्न सक्नुहुन्छ हनुमान मन्दिर है, गोदावरीमा पुग्यो। ल अगाडिको दृश्यहरू चाहिँ देखाउँछु तपाईँहरूलाई ठ्याक्क। अब चाहिँ यहाँदेखि चाहिँ हाम्रो फर्स्ट उकालो हो क्या यो बाटो चाहिँ, उकालो बाटो टक्क लाग्यो। ल है के कस्तो हुन्छ हेर्दै जानु होला। अब हाम्रो यात्रा चाहिँ हत्तरियादेखि चाहिँ सिलगढीको हो। अहिले चाहिँ ठ्याक्कै हामी गोदावरी पुग्यौँ। एकदमै भाइरल स्थल, धेरै मान्छेहरू चाहिँ यताको अवलोकन गर्न आइराख्नुहुन्छ र यही बाटो हुँदै हामी चाहिँ सिलगढीको यात्रा सुरु गर्न गइरहेका छौँ। बाटोमा के कस्ता दृश्यहरू अबको केही बेरमा चाहिँ हामीहरू चाहिँ तपाईँको बुढेतोला पुग्दैछौँ। अनि त्यहाँ एकछिन हामी चाहिँ नास्ता गर्छौँ, फेरि हाम्रो यात्रा चाहिँ जारी रहनेछ है त। फेरि तपाईँहरूलाई राम्रो राम्रो दृश्यहरू पाहाडको अवलोकन गराएर हामी अगाडि बढ्नेछौँ। भिडियो के कस्तो हुन्छ हेर्दै जानु होला। ठ्याक्कै हामीहरू चाहिँ यहाँ बुढेतोलामा चाहिँ हामी नास्ता गर्नु पऱ्यो भनेर उहाँलेको डिमान्डले चाहिँ नास्ता गर्न चाहिँ हामी रोकिरहेछौँ। यहाँ आन्टी कस्तो छ बाटो, कस्तो चलायो? मैले चलाएको ठिक लाग्यो कि नै तपाईँलाई गाडी? अनि के छ, डर सर त मान्नु भएको छैन? ल अनि चाहिँ हामी एकजना हाम्रो चिनजानवाला हाम्रो पसलमा आइराख्नुहुन्थ्यो। अनि उहाँ चाहिँ हाम्रो पसलमा पनि आउनु होला कहिले कसो भन्यो भने चाहिँ उहाँको पसलमा चाहिँ हामी नास्ता खानको लागि चाहिँ वेट गरेर नास्ता भनिसक्यो। एकछिनमा नास्ता आउँछ, नास्ता खाएर चाहिँ हामी यहाँदेखि निस्किन्छौँ होइन समीर सर? हो ल अब हाम्रो यात्रा चाहिँ जारी छ, होइन? टक्क पारेर अब राति नै पुग्छ होला। हाम्रो नास्ता आइसक्यो होइन। समीर सरले चाहिँ आज चाउचाउ र अन्डा खानुपर्छ भनेर उहाँले चाहिँ चाउचाउ अन्डा मगाएको भएर हाम्रो चाउचाउ अन्डा आइसकेको छ। उहाँले चाहिँ बनाउनु भयो, उहाँ चाहिँ साउनी हुनुहुन्छ।
हाम्रो पसलमा आइराख्नुहुन्थ्यो आज हाम्रो उहाँको पसलमा आइदियौ ल कस्तो बनाउनु भएको छ हामी चाहिँ आएर टेस्ट गर्छ है त एकदम मिठो बनाउनु भएको छ कस्तो छ समीर सर मिठो छ एकदम मिठो छ ल अन्त हामी सौजा खानु पर्यो है उता चाहिँ चिप्स खाँदैन नि चाउचाउ नखाने रे दुईजनाले चाहिँ खान्छौँ सासु मम्मीले पनि खानुहुन्न अरे चाउचाउ ल अब हामी चाहिँ खाँदै गऱ्यौँ है त अब चाहिँ हामी चाहिँ यहाँदेखि निस्किनु छ है अब नास्ता गऱ्यौँ टक्क उहाँ साउनीले चाहिँ मिठो चाउचाउ र अन्डा खुवाउनु भयो ल धन्यवाद हजुरलाई है पैसा दिनु पर्छ ल धन्यवाद हजुरलाई यति मिठो नास्ता खुवाउनु भयो है ल अब चाहिँ निस्किन्छौँ हामी ल ल ल ल हस् धन्यवाद ल आमाहरू चाहिँ उता बस्नु भएको छ आमाले चाहिँ खुट्टा पनि भाँच्नु भएको रहेछ होइन त कसरी भाँच्नु भयो आमा एहे लड्नु भयो ल अब चाहिँ नलड्नु होला है ल अब हामी चाहिँ निस्किन्छ है यताबाट ल हाम्रो यात्रा जारी छ ल अब चाहिँ निस्क्यौँ ल समीर सरले नास्ता खानुभयो अब चाहिँ मस्त तपाईँले गाना गाउँदै जानुपर्छ अब है तपाईँले गाना गाउनु पर्यो हो सुर्ती नखानु यार ल आन्टी ल बसिहाल्नु है उल्टी सुल्टी कसैले नगरिदिनु होला प्लिज तपाईँहरूले उल्टी गर्न पायो भने मलाई पनि उल्टी हुन्छ है यो कुरा चाहिँ विशेष ध्यान ड्राइभरले उल्टी गऱ्यो भने फेरि बस्नुपर्छ कहीँ न गाडी छ त्यहीँ बाटामै बस्ने हो ल ल अब चाहिँ निस्किन्छ ल अहिले चाहिँ हामी ठ्याक्कै यो खान्डाडा पुगेका छौँ है खान्डाडा बजार हो तपाईँहरू पनि टक्क यो ठाउँमा चाहिँ अलिकति उता तराईको भन्दा चाहिँ यता चिसो हुन्छ प्रायः मान्छेहरू चाहिँ यता गर्मी मौसममा चाहिँ प्रायः मान्छेहरूको भिडभाड चाहिँ यता बढी नै हुन्छ त्यही हो हाम्रो यात्रा अब अगाडि बढिरहेको छौँ हामी मजाले पहाडका फाँटहरू हेर्दै अहिले चेकपोस्ट आयो बोर्डरभन्दा कति किलोमिटर नल्याउला आउने मन थिएन नि आउने मन थियो कि थिएन अहिले चाहिँ ठ्याक्कै हामी भासुको भिडमा चाहिँ पुगिसकेका छौँ होइन यो सुदूरपश्चिमकै सबभन्दा डेन्जर पहाड हो भनौँ न यो एकदमै खतरनाक पहाडको बिचमा चाहिँ यो रोड बनेको छ तपाईँहरू देख्न सक्नुहुन्छ है अगाडि देखाइदिनु सँगै माथि यस्तो डेन्जर छ मान्छे बाटो पनि अलिक साङ्गो नै छ है हामीले चाहिँ यो ट्रकलाई चाहिँ साइड दिनुपर्ने हुन्छ अनि हामी गइसक्यो भने चाहिँ हामी एकदम डेन्जर छ ठाउँ चाहिँ गाडी चलाउनु पर्ने हुन्छ डेन्जर छ कति माथिदेखि कति तल छ डेन्जर पहाडको चाहिँ हाम्रो यात्रा भइरहेछ एकदमै हामी चाहिँ इन्जोय गरिरहेछौँ यो भ्युजहरू देखेर है एकदमै राम्रो छ तपाईँहरू पनि घुम्न आउनु होला यतातिर ल साथीहरू अहिले चाहिँ हामीहरू ठ्याक्क गइरहेको थियौँ उहाँले चाहिँ बाटोभरि चाहिँ उल्टी गरेर आउनुभयो है तर तपाईँले यस्तो बोमिट चाहिँ नगर्नुपर्ने हो यार समीर सर यार हामीले चाहिँ अहिले गाडी टक्क चार्ज कति पर्सेन्ट चार्ज
कति पर्सेन्ट छ भाइ 45%. ल त्यही हो अहिले हामी चाहिँ चार लगाइरहेको उता अब बाटो त्यस्तै थियो मोडहरू धेरै भएर होला उहाँले चाहिँ उल्टी भोमिट गर्नुभयो अरूले त गरेर र त्यही हो अब एकछिनमा चाहिँ यहाँदेखि निस्किनु पर्ने हुन्छ है यहाँको दृश्य चाहिँ यस्तो छ यसो उठ्यौ तिमी त सुत्या थियौ त उठ्यौ निन्द्रा लागिरहेछ बाबा हेलो निन्द्रा लागिरहेछ ल्याउनी चाहिँ निन्द्रामै थिएन है त ल अहिले चाहिँ ठ्याक्क म यहाँ स्याउलेमा पुगिसकेको छु होइन अब आफन्तलाई भेट्न जाँदाखेरि खाली हात के जान भनेर यहाँ चाहिँ हामी चाहिँ फलफुल किन्नको लागि रोकिरहेछौँ हामीसँग दाइ पनि आउनु भएको थियो अगाडि बाइकमा होइन त्यो अहिले दाइसँग ठ्याक्कै भेट भयो ल अब हामी चाहिँ यहाँदेखि फलफुल किनेर हामी चाहिँ यहाँदेखि निस्किरहेछौँ है त ल रात चाहिँ पढिसक्यो लगभग 9 बजिसक्यो ए उहाँ चाहिँ बुटोलदेखि आउनु भएको छ ल हजुरलाई सुदूरपश्चिममा स्वागत छ है कस्तो लाग्यो बाटोको दृश्यहरू एकदम रमाइलो ल ल ल ल त्यही हो अब हामी चाहिँ यहाँदेखि निस्किन्छौँ ल है त ल ल साथीहरू अहिले चाहिँ ठ्याक्कै हामीहरू चाहिँ अहिले दिपायल पुग्नै आँट्यौँ है पुरा रात बढिसकेको छ तपाईँहरूले डेस्टिनेसन चाहिँ सिलगढीसम्म जानु हो तर हेरौँ अब कतिखेर पुगिन्छ अहिले चाहिँ लगभग तपाईँको 1 बज्नै आँट्यो अब उता खानासाना खायौँ नि त उता सालाकोमा अनि ससुराकोमा उता खानासाना खायौँ त्यही त हो नि अलिकति टाइम लागिहाल्यो त्यो उता पनि मामाहरूले चाहिँ वेट गरिराख्नु भएको छ यिनीहरूको त यस्तो पछाडि सुत्नेको हालत यस्तो भइसकेको छ होइन त्यही हो अब म चाहिँ टक्क यहाँ सबै सुतिसक्यो म चाहिँ गाडी चलाएर बसिरहेको छु चलाउनै पऱ्यो के गर्ने अबको एकछिनमा चाहिँ हामी चाहिँ दिपायल पुग्छौँ ल त्यही अब चाहिँ हामी ठ्याक्कै सिलगढीको तल्लो के भन्छ यसलाई मेक्चन भन्छ गुरु मेक्चन ब्यारिक थाङनिर पुगिसकेका छौँ ल समीर सरको घर आइसकेको छ अब समीर सर ल कस्तो रह्यो त जर्नी कस्तो तपाईँलाई त बेहाल भएको छ है राम्रो भयो ल हाम्रो सासूमा पनि उत्रिसक्नु भयो अब हामी चाहिँ भोलि भेट्छौँ है त यहाँ चाहिँ तल आर्मी ब्यारिक छ तपाईँहरू देख्न सक्नुहुन्छ सैनिक इलाका भनेको छ है टक्क यहाँदेखि हेर्नु न कस्तो खतरा ओह्रालो बाटो छ अब हामी चाहिँ यताबाट टक्क रोड निस्केर फेरि अलिक माथि चाहिँ मेरो मामाको घर छ त्यहाँ चाहिँ आज हामी चाहिँ बस्छौँ अब भोलि के कस्तो हुन्छ त्यो त थाहा छैन हेलो बुढो के छ तिम्रो हालखबर कस्तो छ थाकिया छौ कि फ्रेस नै छ टाउको दुखेर खतम हो ल है ल राम्रोसँग देखेको छु ल समीर सर अब हामी कहिले भेट्छौँ भोलि आउलो के भोलि आउँछु होइन ल गुड नाइट ल साथीहरू अब चाहिँ हामी टक्क मामा घर जानुपर्ने आन्टी बाई बाई ल बाई बाई गरिदिनु ल भोलि भेटौँ ल गुड नाइट ल उनीहरू चाहिँ गइसकेका छन् एउटा हामी 1:15 भइहाल्यो नि ल अब निस्के कसले पुरा उनीहरू बिउजै छन् ल अहिले चाहिँ ठ्याक्क हामी घर पुगेर पनि हाम्रो ब्युटिफुल माइजूसँग भेट भइसकेको छ अर्को माइजू पनि आउनु भएको छ भेट भयो हाम्रो होइन मम्मी चाहिँ यतै आउनु भएको थियो यतै बस्नु भएको छ ल माइजू ल खुसी लाग्यो भेटेर के छ माइजू हालखबर ठिकै छ सन्चै हुनुहुन्छ ल यस्तो छ यहाँको एकदम चिसो मौसम छ है हामी चाहिँ खुब इन्जोय गरिरहेको छौँ यो मौसम पानी सानी परिरहेछ उतातिर चाहिँ गर्मी भयङ्कर थियो ल भोलि उता बनाउनु होइन माइजू ल के भयो भयङ्कर ल हाम्रो सन्देश भाइ पनि छ यहाँ बस कहाँ जाने बस होला यो बाजुरा ए तपाईँको घर जाने बाटो हो ए जानु त रोडमा वाउ यताको लाइटहरू चाहिँ बबाल छ है
हामी चाहिँ उता तलबाट हो दिपायलबाट कसको तपाईँको यी देखिसक्यो आज ल केही भन्नु ल के भन्न चाहनुहुन्छ हामी आएकोमा खुसी हुनुहुन्छ कि नै धेरै खुसी हो र ल ठिक छ माइज चाहिँ खुसी हुनु भएको छ होइन अरे ल माइज ल म हरन बजाए गर्न थिएँ त आएर ऊ त्यहाँ तल पुगेर ऊ त्यो रोडनिर पुगेर ल अब चाहिँ सुत्नु पर्ने हुन्छ है ल पाहाड आइएको छ यहाँ चिसो मौसममा होइन आन्टी हाम्रो आन्टी चाहिँ देखिन लाग्नु भएको छैन अहिले अलि लाइटमा आएर चाहिँ देखिनु भएको छ ल अरू तपाईँको गाडी त गयो त अनि अब कति जाने तपाईँ अब हिटेर पर्सि गइहाल्ने हो कि त हिँडेर जानु नि हो गाडी छुटेर किन जाने हो र हिटेर गाडीमा जाने हो त अरे ल ठिक छ ल साथीहरू अब चाहिँ हामी सुत्छौँ है त भोलि भेटौँला आहा ल मैले यहाँ हेलो गाइज अहिले चाहिँ ठ्याक्क हामीहरू चाहिँ हिजो राति चाहिँ पुग्यौँ होइन रातिको 1 बजे पुग्यौँ अनि त्यहाँ भेटघाट भयो मामा माइजूहरूसँग सबैसँग एकदम रमाइलो भयो अहिले चाहिँ ठ्याक्क हामी चाहिँ यहाँ जडीबुटीले के जडीबुटीको हावाले ठोकिएको पानीमा चाहिँ नुहाउन आएको छौँ हाम्रो मामाहरूले चाहिँ नुहाइसक्नु भयो एकजना अर्को मामा चाहिँ नुहाउनु हुनुहुन्छ यो पानी चाहिँ ठ्याक्कै खप्चडबाट चाहिँ बगेर आएको होइन भाइ ठोकिएर आएको के जडीबुटीसँग ठोक्किया हो जडीबुटीसँग ठोक्किया हो त्यसै गरी हाम्रो यो एकजना सिङ्गर भाइ हुनुहुन्छ यतातिर ल भाइ स्वागत छ तिमीलाई हाम्रो भ्लगमा ल खै त मुस्कुर ल भाइले एकदमै राम्रो गाना गाउनुहुन्छ है उहाँको अब छिट्टै नै बजारमा नयाँ नयाँ एल्बमहरू झरिरहेछ एकदम स्वर सम्राट हुनुहुन्छ उहाँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ भाइले चाहिँ एकछिनमा चाहिँ दाइ म एउटा गाना गाउँछु तपाईँलाई सुनाउँछु भन्नुभएको छ रिक्वेस्ट गर्नुभएको जाडो त हुँदैन जडीबुटी ठोकिएको पानी चाहिँ जडीबुटीले ठोकिएर आएको पानीले चाहिँ नुहाउन गइरहेको छु एकदमै चिसो पानी छ भाइ समीर भाइ भएर म चाहिँ नुहाउँछु अब ल को गर्छ है अब बस्नु स्टार्ट ल चिसो अब म पनि मेरो काम गाह्रो छ गाह्रो ल अब चाहिँ हाम्रो भाइले चाहिँ गाना रेडी गरिसक्नु भएको छ तयारीका साथ बस्नु भएको छ अब चाहिँ भाइले चाहिँ गाना गाउँछ ल भाइको गाना सुन्नलाई चाहिँ हामी चाहिँ आतुर छौँ ल भाइ एउटा गाना गाइदिनु पऱ्यो टक्कसँगले होइन दाइलाई सुनाउनु पऱ्यो धेरै पछि भेट भएको छ दाइ भाइको माया मोह अनि सम्झना रहन्छ होइन दाइ भाइले पाहाड गएको बेला गाना साना गाएर सुनाएको थियो भनेर मलाई ठ्याक्क यादगार भइरहेको छ नि त ल उहाँहरू चाहिँ गाना सुन्नको लागि आतुर हुनुहुन्छ नि होइन बाबा ल सबैजना ल भाइलाई अलिकति चेयर गर्न अलि नजिक आउनु पऱ्यो है सबैजनाले ल आउन ल गरौँ त गरौँ ल अब हामी चाहिँ अब भाइले चाहिँ गाना गाउँदैछन् है सबैजनाले सुनिदिनु होला ल भाइ रेडी हो ल रेडी ल अब भाइ रहेर हो भने ल अलि ल सबै केटाहरू ल सबैले भन्नु पऱ्यो ल गाउनु पऱ्यो ल जाओस् ल भाइ ल ल के को ल भाइ चाहिँ गाना गाउन गइरहेछन् अलि लजालु स्वभावको छ भाइ चाहिँ तर गाउन चाहिँ गाउँछ केटाले राम्रो गाना गाउँछ ल एकछिन ल सबैजना है ल गाइदिनु पर्यो प्रभु परमेश्वर ल ल हेर यार ल भाइ ल एउटा गाना ल हामी गाइदिइहाल्थ्यो ल
हिमाल हिउँ पढी गयो काँचै डाँफा चढी आहा बसी गयो कलीको माया नछुटिने गरी वाह वाह ल अरू हुँदैन ल यति नै हो भाइ ए भाइलाई चाहिँ जुगाड लागेको रहेछ त्यही भएर चाहिँ भाइ स्वर बसेर चाहिँ यति नै गाउँछु दाइ अब अर्को भेटमा चाहिँ म एउटा गाना पुरै गाउँछु भनेको छ ल है त ल थ्याङ्क यू भाइ यति राम्रो स्वर गाना सुनाइदियो गीत गाएर क्लिपहरू पठाउँछु म तपाईँलाई ए ल बाबु ल है सबैजनाले राम्रो लाग्यो नि होइन भाइको गाना एकदमै राम्रो थियो ल स्वर राम्रो छ आगामी दिनमाहरू चाहिँ बजारमा नयाँ नयाँ गानाहरू चाहिँ भाइले फाल्छु भनेर भाइले रेकर्डिङ गरेर दादालाई पठाइदिन्छु तपाईँलाई क्लिप सिलिप पठाइदिन्छु दाइ ल भइसकेको छ ए ल भने रहेछ ल केही छैन ल भाइले चाहिँ गाना सुनिसक्यो भाइको स्वर चाहिँ एकदमै राम्रो छ कोइलीको जस्तो आवाज छ भाइको होइन त्यही हो अब टक्क हामी चाहिँ नुहाइ धुवाइ गरेर अब चाहिँ निस्किने तयारीमा छौँ एकदमै चिसो पानी थियो होइन जडीबुटीले के अरे ठोक्किएको हो कि बा जडीबुटीले चाहिँ ठोक्केर आएको पानी हो खप्तडबाट आएको पानी रहेछ जडीबुटीले ठोक्किएको अर्ग्यानिक अब हाम्रो शरीरमा जुनसुकै ब्याक्टेरिया थियो सबै हामीले चाहिँ पखालेर अब हामी चाहिँ घरतिर जानेवाला छौँ ल ल ल ल मामाजी बाई बाई मामा नि गाइदिनु नि एउटा खतरा हो ल मामा अहिले चाहिँ हामी त्यहाँ शान्तिनगर 4 पोइन्टमा चाहिँ आइसकेका छौँ होइन यता होटल रहेछ बढिया छ ठाउँ एकदम रमाइलो वातावरण पिस ठाउँ छ यहाँ सबै मामा भाइहरू सबै यो भाइलाई पनि भेट भयो ल भाइ स्वागत छ मेरो भ्लगमा तिमीलाई ल अब भाइको गहना चाहिँ मैले बनाइदिएँ हाम्रो पसलमा भाइ चाहिँ आइसकेका मान्छे हुन् यहाँ ठ्याक्कै भेट भयो भाइ भने आज तिम्रो पसलमा आएँ म ल ठिक छ ल खुसी लाग्यो ल ल भाइ पनि छ सबैजना छ अब हामी यहाँ चाहिँ भाइले आज के नास्ता खुवाउँछन् अब हामी यहाँ नास्ता खानु चाहिँ बाहिर बस्नु भाइ बाहिर राम्रो छैन ल यता बाहिर बस्नुपर्ने हुन्छ गाडी चाहिँ त्यहाँ 4 लगाइसकेको छ हामीले आधा 1 घन्टा चाहिँ बस्छौँ हामी है अब नास्ता के कस्तो पाउँछ टक्क खाएर यहाँदेखि निस्किनु पर्ने हुन्छ यो खाने ठाउँमा चाहिँ हामी पुगिसकेका छौँ यहाँको तपाईँहरूलाई चाहिँ यहाँको दृश्य देखाउँछु म है कस्तो बवाल छ ठाउँ हेर्नुहोस् त चिसो मौसम छ दामी छ हाम्रो भाइ छ यतातिर ह्यान्डसम भाइ होइन ल ठिक छ यो चाहिँ शान्तिनगरमा म चाहिँ यहाँ फर्स्ट टाइम आयो मामाहरू ल्याउनु म चाहिँ देखेकै थिएन ठ्याक्क हाम्रो एकजना भाइ पनि भेटियो यहाँ काम गर्दो रहेछ अब हामी चाहिँ भाइले पकाएको खानेकुराहरू चाहिँ खान्छौँ